सो गाइस हामी चाहिँ हाटखोला जाँदैछौँ होइन। हाटखोलामा राम्रो खाने चिज पाउँछ भन्दैछ होइन। म चाहिँ गइसकेको होइन। हेरौँ खुसी चाहिँ एकदम हुन्छ त्यहाँ। बोसो चाहिँ अब हुन्छ नि बोसो हाल्छ तर पनि हाल्छ क्या। मोमोलाई कस्तो हुनु अलिक धेरै नै अहिले भएर ल्याउँछु म। यहाँ हाम्रो सरले धेरै त्यस्तै मन पर्यो। एक्सपिरियन्स गर्नु खोजेको अरे हाटखोला। अब साथीले कतै भएन भन्दै हुनुहुन्थ्यो। अब मनमा चित्त राखेको रहेछ होइन। त्यसपछि अब हामीले जाने बेलामा हाटखोलामा मोमो खुवाउनु आँटेको छौँ र कस्तो रियाक्सन हुन्छ हामी भरे भिडियोमा लगाउने छौँ। मलाई देखाउनु होला भोट केमा हाल्नुहुन्छ तपाईँ? भोट माटोमा हाल्नुपर्छ है सब जग्गाले। र देश सुगम माटोमा हाम्रो अर्को साम्पाङ एकदम स्ट्रगल गरेर आएको हो मान्छे होइन। दुःख पीडा उसलाई थाहा छ। त्यही माथि मतवाली राई लिम्बू पऱ्यो नि त देश त बनाउँछ। अर्को साम्पाङलाई अब एकचोटि चान्स दिउँ देश बनाउने होइन। भोट फर माटो ल गाइस। गाइस हामी चाहिँ हाटखोला आइसकेको छौँ। हाट घोडा भन्छ कि हाट खोला के भन्छ अरे? हाटखोला हो। हाटखोला हाट कहाँ छ खोला कहाँ छ? हाट भनेको अब यहाँको थुक्पा मोमोहरू चाहिँ हाट एकदम दामी हाट भन्छ क्या। खोला त उहीँ छ नि रत्न खोला। गाह्रो छ अवस्था। ट्राई गर्नु भाइ पनि एमाले म पनि एमाले। दामी छ होला यस्तो चाहिँ। अलिक रियाक्सन देऊ क्यामेरामा। रियाक्सन त के दिनु पर्यो? कस्तो लाग्यो अनि ट्राई गर्ने भनेको होइन हाटखोलाको। ब्रो नहाने तिमी चाहिँ कस्तो छ मोमो? मिठो छ राम्रो। मिठो छ। म बाहिरै बस्छु ल। किन हो त्यस्तो साह्रो गदार चाहिँ नगरौँ न हौ। गदार चाहिँ नगरौँ न। गदार होइन क्या कस्तो गाह्रो भइरहेको छ। दबाई खाएको दबाई बन्द किन गरेको? तिमीलाई म त्यहाँको चाहिँ चक्कर भरे खानु जानुपर्छ फेरि फ्राइड राइस चाहिँ। आई लभ इट। किन जाने? यतै जाउँ होला। त्यहाँ निस्किकन फ्राइड राइस खायो। फ्राइड राइस त त्यो हस्पिटलको यतापट्टि क्या हाम्रो वायो बेडा लस्सी पनि दामी पाउँछ। प्लेन लस्सी पनि त्यहाँको हिजो हामी दुईजनाले दामी पाउँछ त्यहाँ।
उसले मन पराइरहेछ अझै गएर म नै तर होस् आज म अरू नै ट्राई गर्छु त्यहाँ चाहिँ के ट्राई गर्छ मैले हेरौँ अहिले गएर मेनु हेरौँ नानी मेनु हेरेपछि थाहा पाइन्छ भनेलाई चाहिँ खानु पर्यो नि आज हुन्छ होला हिजो नभएको होला आज चाहिँ हुन्छ कि दामी हुन्छ नि त अरू के खाने भाइ एक्सन मगाएको होइन खै एक्सनै होइन यहाँको सल्ट चाहिँ अलिक यो ट्रान्जेक्सन चाहिँ अर्को ट्रान्जेक्सन होइन दुई छ भन्नु घरै खान्छ म खान्थेँ कस्तो भयो अरे मिठो भयो मलाई त कस्तो दामी लाग्यो थुक्पा पनि दामी देखिरहेको थियो खाउँ कि जस्तो लाग्यो फेरि उता पनि खानु छ नखाएको क्या उता पनि फ्राई राइस खाइहाल्ने भनेर यहाँको भन्दा त्यहाँको मिठो हुन्छ फेरि फ्राइड तर राइस यहाँको दामी लाग्यो मलाई। फ्राइड राइस त यहाँ पाउँदैन नि त पाउँदैन यहाँ त पाउँदैन थाहा भयो कि भात गएको त्यो थुक्पा पनि ट्राई चाहिँ गर्नु मन लागिरहेको थियो कि देखेको अब कस्तो मजाले त्यो फ्राई गरेको रहेछ अनि तर त्यहाँ ट्राई गर्नु भनेर सो बसेको गाइस हामीले चाहिँ हाटखोलाको मोमो पनि यो दुईजनाले चाहिँ ट्राई गर्यो मलाई त जहाँसुकैको होस् स्वर्गबाट उत्रेको अप्सराले ल्याएर किन नदियोस् म त खाँदैन भाइलाई जे पनि खान्छौ तिमी त भाइ जे पनि चल्छ म त त्यो चलिहाल्छ ल राख्दै ल भाइलाई रहेछ ल यति नै हाम्रो चाहिँ अहिलेलाई दमक पनि घुमिसक्यो अब घर लाग्छौँ हामी सो होइन नेक्स्ट कहाँ र निशाल बजार see you in next video bye bye